Welcome to my new vlog. रुमाल नल्याएर यसले फुट्न लाग्नु भयो। यस्तो घाम छ गोलपुरमा, यस्तो पुरै छोटो यो बाहिर अन्डा राखेर खुट्टाले अन्डा राख्नुपर्छ, त्यो पाक्छ घामले। यस्तो छ गोलपुरमा। कहीँ भने यति धेरै भारी पहिरो आएर मान्छेलाई बगाएर पारे। त्यसरी त मम्मी ग्यास बोक्न लाखान, अनि त्यसपछि कोही कोही माछा ढाडमा राखेर गरे खान। कस्तो मजाले बताउनु जानु त कहाँ छ। अझ सुन जोड्न लागेमै मम्मी त्यो मरेको मान्छेको तानेर एउटी आइमाईको त त्यस्ता स्वार्थीहरू छ नेपालमा। सब मतलबीहरू यी नेपालका मात्रै यस्तै हुन्छन् कि नहुने सब नेपालमै हुन्छ। कहिले केही गरे आउँछन्, कहिले केही गरे आउँछन्, न कोहीले सजाय दिन सकेनन्। त्यस्तै छ। आज अर्कोपट्टि केटी हरायो भनेर 2 वर्ष ए म त कारमा आइ थप्पड हालेर पढ्न हालिदिन्छु। तिनीहरूलाई पनि चक्लेट दिएर फसाए त त्यसै। यस्तो घाम छ गोठमा पानी आउँछ। पानी आउँदा मम्मीले यहाँ यो खेतको बाटो ल्याएर सब बुरु मात्रै लगाइदिनु। मम्मीको कपडामा लागेको गाई 2 आमा छोरी जानु लाग्यो हामी सपिङ गर्न। यस्तो गरेर मम्मी यति धेरै कुरोमा ल्याइदिएर मम्मीले त्यस्तै झ्याउ लाग्ने क्या। कुरो चाहिँ यहाँ हेरेर गाइस यति धेरै कुरो छ नि। अघि न माटोमा त्यस्तै गाछ गाजेर यति यस्तो हाम्रो पानी बला जस्तै छ यहाँ गोलपुरमा। घाम पनि यस्तो छ, यस्तो घाम छ पुरै छोटो हुन्छ। भइल कसरी छ गाह्रो छ गाह्रो। अनि मम्मी यिनी टप्प लाएर पनि कहीँ खेतको बाटो हिँडेर साध्य लाग्दो हो त्यस्तै। गाह्रो छ गाह्रो। होइन ऊ त के चरो हो क्यारे मम्मीलाई कुरो घरको बाटो जाने लिएर जानु लाउनु भयो। यहाँबाट खेतबाट बाटोबाट हिँड्नु छैन। अहिले म अघि जस्तै गिऱ्यो भने त मम्मी ए यस्तै हिलो यो कहाँ ल्याउने नि ए मधु शर्माको काम छैन गाई खान्छु। मम्मीको काम छैन फेरि मधु शर्मा भनेर भन्ला मेरी प्यारी टुनटुन मेरी प्यारी मगु मेरी आछी मगु। यस्तो घाम छ नि कहाँको किनकि तेरे ये लाया हूँ मैं खसम खस मेरी आछी मगु। क्यारमा आउँथे हाम्रा मामा माइजू सोरेर मामा आउँछन् भनेर बाल्कनीमा बसेको हाम्रा मामा त कहाँ गए कोही फोन गर्दा चिन्दैन होइन नि किन भन्नु खुट्टाभरि लागेछ। यस्तो भयो मम्मीको पनि मम्मी त माथि सार्नु भयो। आमा हेरेन कि मम्मीमा त अचम्म पऱ्यो त्यो लल्टाहरू अनि तिनीहरूले दादाले फोन गरे नि उठाए कुरा गरेर तिनीसँग गफ गर्दै त्यो तल चाहिँ अर्को चप्पल लगाएर कि मतलब हुन त मान्छेले जे लगाए पनि हिँड्नु भएन मम्मी। त्यही पनि त्यो प्यान्ट र सर्ट लाग्छु त्यो फितावाला चप्पल पुरानो घाँस काट्न जाने लाग्यो। अब त्यहाँबाट फर्किनु भएन आयो घाम लाखा पसिना आएर पहिरानु अहिले हामी त कति छ कति हिँड्ने। मम्मी त झन् ढिलो हिँड्नुहुन्छ कि मम्मीबाट। दादा देखास भने एउटा स्कुटी किन्नु पर्यो भएन। यो बहिनीलाई हेर त यस्तो गर्नु र मम्मीलाई हेर मलाई भन्दा नि मम्मीलाई हेर मम्मीको प्रेसर बढ्छ। मम्मीको लागि एउटा स्कुटी किन्दै म चलाइहाल्छु। अन्त यहाँ यसरी कहिले गोलपुर कहिले यहाँ अन्त मान्छे झन् त्यसै त मान्छे मर्थेन। बाटो हाम्रो खेतको बाटो पुरा सिरु मेरो अझले यहाँ घरहरू पनि खानु। पहिला हाम्रो घर एउटा मात्रै एक्लै थियो त्यो पनि के भन्थे यति धेरै झोपडी छ नि ए त्यो खालको बस्ती मध्य भयो त्यसरी जज गर्छन् मान्छेले। छोराछोरी मिलेरै आँख भरे आइगयो ओके मम्मी मलाई घिउ खानु न यस्तो हेर्नु त मलाई काम केको बाटो आएको मम्मी पुरा यस्तरी कुछ गरेर हेर्नु बराबर यहाँबाट हामी हिँड्नु खुट्टा यस्तो भइसक्यो।
के काम यस्तो लगाएर च्यातिन्छ मेरो त एकै दिनमा हुन्छ नि त अनि मैले भने त यो बाटो छोटो पर्छ रोडमा जानु यो सर्टकट लिनु नि मैले बरु बिस्तारै गरेर राम्ररी गरेर राम्रो हुन्छ भनेको यही हो नि यस्तो यहाँ गएको मान्छेको यस्तो यो चुट्ने आवाज रोडमा पुग्यौँ खट्टा पकाउने अर्को कसको गरेर खाइसक्यो नि यहाँ कुनैबाट पनि नराम्रो यहाँ माथि आउनु त मेरा त भयो मलाई त्यसै पनि चल्थ्यो अन्त घुम गाइजहरू अनि त के छ राम्रो खराब पनि छैन अन्त बोल्नु न किनकि बाटोमा आइसक्यो घाम छ कलपुरमा कहिले सरक दिया कहिले सिधम्न आउँछ भनेर घाम छ ठिक छ है न बही आउँछ न बारी आउँछ न केही हुन्छ न बोलाउने त नबोलाउने त्यति अलिक घाम हुन्छ नि बस्छ अनि हस्पिटल पनि नजिकै मर्न लाग्यो नि गाडीको बसेर 10 बिघा पनि यहाँनिर छ नेपालगञ्ज पनि यहाँनिर पर्छ मजाको छ मजाको त्यही भएर म जान्छु कि कोल्पुर हामी अब 7 तारिकको सबै खान गर्दैछौँ हामी 5 मिनटपछि 5 मिनट पनि लाग्दैन लाग्छ होला यस्तो हिँड्नै गयो भने त पैसा पर्छ भने काम सधैँ पसल चिने जानेको मूल्यमा बढी तर चिने जानेको सधैँ पसल त्यहाँ गएर हामी भनेको पैसा सब होइन यहाँ चाहिँ घर जान लाग्यो पानी मैले चाहिँ यहाँ भिडियो बनाएँ अनि मम्मी त्यो कुर्दै हुनुहुन्छ फुल समातेर उता फुलको बुट्टा यस्तो राम्रो छ अनि चाहिँ पानी आएर दिएन छ एउटा छातामा गरेर आधा भित्र यहाँ अनि उता बाजेले गाडी चलाएर अलिक राम्रो मलाई त्यही खाएन नत्र हाँसिहाल्थ्यो देखेर बुवाले त मन डर लाग्छ अरे भन्नुहुन्छ नि बाटो जाऊँ भनेको अन्त भन्दै रम्दै बरु कारै ठिक छ अघि नै बनाएको ओके मम्मी हाम्रो साइडमा छ मसाले दाँत देखाएर गाई आइसक्यो गाई मेरो पुरा सबै सिकाएर परबाट हाँसे हान्नु गाईहरू म काट्दा नि यहाँबाट जान्छ अहिले कस्तो हाँस्यो गाह्रो छ गाह्रो फेरि आफ्नो धर्म चलाएर पुरा यस्तो लो मौसममा आउँदा गाना राखेको चाहिँ घर केही सकेन अब हाम्रो इच्छा त्यही पानी आएको थियो तर यहाँ पनि आएको छैन हामीले त्यही पनि छाता ओढ्नु भयो गाडी आयो बोर्डिङको पछाडिबाट गाडी आयो अब आज कति कुरा सुनिने हो
मम्मी हजुरलाई नाकमा टुप्पी लगाएको बिहान हराएर कस्तो हुनुभएको के मम्मीले त कति कुकी हराउनु पर्छ त्यही कारण सब नलकामै हो त अरू कहीँ हराउनु नलकामै छुट्टिन्छ मम्मीको छुट्टी छ त्यही कारण काट्छन् हामी पानी पर्ने जस्तो हजुरको गाना याद आयो मलाई अहिले गाउनुहुन्थ्यो त हजुर खै एक गाना जाओस् गाउँ त गाइदिनुलाई जस्तै गरेको मैले गाउनुहुन्थ्यो तर के गाना लाइफमा यस्तो हुन सक्छ मलाई यसरी काम गर्नु सक्दैन म यस्तो भएर गर्दैन धेरै भनेपछि त्यस्तो भने मेरो त सुती खाने दिनु हुँदैन सुती खाने तर यत्रो घर चाहिँ बनाउनु पर्छ यस्तो ठुलो गरेर हाल्ने त्यस्तै आफू 3 जना 4 जना मात्रै ठुलो गरेर हाल्नु सानो घर बनाउनु चिटिको बनाउनु यो फुल राम्रो छ होइन मलाई ठुलो भएर सानो अलिकति ठुलो घर मनपर्छ भन्ने त्यो ठुलो घर गरेर भएर के गर्नुहुन्छ जब कि कोही मान्छे भएनन् भने जब कि सुखै छैन भने त्यो ठुलो घर गर्नुहुन्छ बरु सानो घर होस् राम्रो त होस् छोरी आउली बुहारी आउली नाति आउली नाति आउला ज्वाइँ आउला त्यतिखेर ठुलो चाहिन्छ घर नमाजु आउला त्यतिखेर ठुलो चाहिन्छ मेरी बाबा सुनिसक्दो छैन दादा सुनिस् कि नै दादा यसको मतलब 5 तलाको घर चाहियो फेरि घर मात्रै हो बनाएर होइन यति धेरै गाडी कमी यता राक्षस अगाडि आएर उठ्यो कि वातावरण छ यहाँ त्यस्तो बनाएर हेरौँ भने पनि वातावरण छ आजको दिनहरू कस्तो लाग्यो निस्किन्छ आक्रमण छ मस्को तिनवटा हाम्रा गरेर मलाई त केही हुन्न आक्रमण चाहिँ यतै हुन्छ यता त हुँदैन यता त भए पनि सुनिन्न यस्तो धेरै लाग्दैन यता उता नै लाग्छ ओहो बारुद गोला पनि चल्छ बचाउन जानुपर्छ हमसबाट त्यही हमसलाई सन्तान तिनवटाले राम्रै गर्दैन जान्छु आफ्नो भाइलाई लगाउन अनि त्यसपछि अर्को भाइ 2टा भाइ एउटा भदैछु जान्छु त्यसपछि घर आउँछु मम्मी त्यसपछि सोध्छु मम्मीको चाहिँ अब हालिन स्टोरी हेर्नु भएको छैन हजुरले मैले फोटो हालेँ होइन तर लेखेको स्ट्याटस त्यही हालेछु हालेछु मलाई त्यो फिल्म हेरेर त्यो फिल्मको ट्रेलर हेरेर जस्तो तिनीहरू दादाको दिदीको याद आयो त्यही भएर मलाई लाग्छ त्यो हेर्न गएर पनि गर्नुहुन्छ त्यो ट्रेलर हेर्ने बित्तिकै कि त्यो 2 भाइनाको छ नि त अनि ठिक्कै हेरेको ठिक्कै याद आयो त्यो फिल्मको आँखाबाट आँसु आउँदा जस्तो गएको मलाई त त्यो पनि मेरो गाडी म हेर्छु होला मम्मी यस्तो राम्रो छ ट्रेलर त्यति हुन्छ भन्छ नि त्यो पनि हुन्छ त्यही हो टाढा भए बिना भएकोले हेर्न गएपछि त्यहाँ रुन्छ मन भएकोले अब त्यस्तै झन् भने त के हुँदैन के बुझ्ने हो होइन
के फिल्म अरे मम्मी अस्ति के फिल्म अरे बिर्सेँ के अरे त्यो के अरे मम्मी के भन्नुभयो लास्टमा के भन्नुभयो अरे के फिल्म भन्नुभयो गौँथलीको फिल्म र हाम्रो घरको सेम छ यता नि मतलब सेम छ तर हल्का एउटा कुरामा चाहिँ फरक छ होइन नत्र सब सेम छ मम्मीलाई चिन्ता भएको उहाँ मम्मीले देखेको घाँस पनि काटिसक्यो मलाई घाँस काटेर अब जान लत्किन्छ काटी के भन्नुभयो हामी चाहिँ अब हाम्रो घर यही घरमा पुगिसक्यो हाम्रो सरको आक्रमण हुने हो अब त्यहाँबाट उता देख्यो भने चाहिँ भइहाल्छ नि मम्मी के भन्न चाहनुहुन्छ यस्तो छ लाइक सब्सक्राइब गर्नु भन्नु साथीहरू हाम्रो भ्लगमा लाइक सब्सक्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दछु कृपया मेरो मम्मीको कुरा बुझिदिनु होला गरिदिनु ओके हामी घर पुग्यौँ बाई बाई गरिदिनु माया गरिदिनु होला बाई त्यसै बाई ओभर भएको मम्मी त